के तपाईँ हिन्द महासागरको विशेषताहरू हिन्द महासागरको नामबाट नै सम्झिन चाहनुहुन्छ? यदि त्यसो हो भने यो भिडियो पुरा हेर्न नछुटाउनुहोला। पहिलो रहेको छ तेलको महासागर। यसलाई हामीले कसरी सम्झिने भन्दाखेरि तेलमा हिँड्दा गाह्रो हुन्छ भनेर सम्झिनु होला। तेलमा हिँड्दा गाह्रो हुन्छ भनेर सम्झिनु होला। यहाँ तेलबाट हामीले तेलको महासागर भनेर सम्झिन सकिन्छ भने हिन्दाबाट हिन्द महासागरलाई सम्झिन सकिन्छौँ। त्यस्तै अर्को रहेको छ तातो महासागर। यसलाई हामीले कसरी सम्झिने भन्दाखेरि तातो अर्थात् घाममा हिँड्दा गर्मी हुन्छ भनेर सम्झिनु होला। तातो अर्थात् घाममा हिँड्दा गर्मी हुन्छ भनेर सम्झिनु होला। यहाँ तातोबाट हामीले तातो महासागरलाई सम्झिन सकिन्छ भने हिन्दाबाट के त हिन्द महासागरलाई सम्झिन सकिन्छौँ। त्यस्तै अर्को रहेको छ सबैभन्दा न्यानो र बन्द महासागर। सबैभन्दा न्यानो र बन्द महासागर। यसलाई हामीले कसरी सम्झिने भन्दाखेरि बन्द अर्थात् हडतालको बेला हिँड्दा प्रहरीले समात्न सकिन्छ भनेर सम्झिनु होला। बन्द अर्थात् हडतालको बेला हिँड्दा प्रहरीले समात्न सकिन्छ भनेर सम्झिनु होला। त्यस्तै अर्को रहेको छ नेपालबाट सबैभन्दा नजिकको दूरीमा रहेको महासागर। नेपालबाट सबैभन्दा नजिकको दूरीमा रहेको महासागर। यसलाई हामीले कसरी सम्झिने भन्दाखेरि नजिकको दूरीमा रहेको महासागर हिँड्दा नि पुग्न सकिन्छ भनेर सम्झिनु होला। नजिकको दूरीमा रहेको महासागर हिँड्दा नि पुग्न सकिन्छ भनेर सम्झिनु होला। त्यस्तै अर्को रहेको छ ओसियन अफ मनसुन भनेर चिनिने महासागर। ओसियन अफ मनसुन भनेर चिनिने महासागर। यसलाई हामीले कसरी सम्झिने भन्दाखेरि मनसुन अर्थात् वर्षाको बेला हिँड्दा खतरा हुन सक्छ भनेर सम्झिनु होला। मनसुन अर्थात् वर्षाको बेला हिँड्दा खतरा हुन सक्छ भनेर सम्झिनु होला। किनभने वर्षाको बेला के हुन्छ त बाढी पहिरो आइरहेको हुन्छ, जसले गर्दा हामीमाथि पनि के त खतरा हुन सक्छ भनेर हामीले सम्झिन सकिन्छौँ। भिडियो मन परे लाइक, कमेन्ट र सेयर गर्न नभुल्नुहोला। हवस्, धन्यवाद।